good evening. Welcome back to my channel. Guys, आज चाहिँ म यहाँ बौद्धमा वरिपरि डिनरको लागि आएको छु। सब फ्यामिली सहित हामी चाहिँ कहाँ जाने हो यसो डिसाइड गर्दैछौँ है त। अब यो बौद्ध पूरा गरेर चाहिँ हामी चाहिँ कहाँ जाने हो भन्ने कुरा तपाईँहरूलाई देखाउँछु है त। हामी चाहिँ यो बौद्धको 3D आर्टमा आएको छौँ है। कस्तो रहेछ म भिडियो गरेर देखाउँछु है त। भित्र इन्ट्री चाहिँ यस्तो रहेछ। यो चाहिँ 3D आर्ट के हो, यो रेस्टुरेन्ट भन्नु पर्ला। आज हामी डिनरको लागि आएको हो खासमा होइन। यहाँ एउटा सानो नमस्ते वेलकम गरेर छ यहाँ, वेलकम गरेर छ यहाँ। ल आमाले हिँड्दै हुनुहुन्छ माथि। हरिवंश मदन कृष्णले वेलकम गर्नुभएको छ त। यहाँ हरिवंश मदन कृष्णजी हुनुहुन्छ अनि आमाहरू माथि हिँड्दैछन्। पुरै आर्ट गरेको छ है रुमहरू जम्मै। के कता यता हो, माथि पनि छ होला नि। यहाँ किचन हो यो माथि पनि छ जस्तो है। एकचोटि माथि पनि हेरेर आउन यो सर के कस्तो छ। यो चाहिँ अलिक जङ्गल एरिया जस्तो छ अरे। यस्तो रहेछ ल, जङ्गल एरिया जस्तो रहेछ यहाँ चाहिँ। यहाँबाट यस्तो गरेर अनि भित्र यहाँ बाहिर यहाँ बस्ने ठाउँ रहेछ। यहाँबाट चाहिँ बाहिरको भ्यू सबै देखिन्छ है। राम्रै कन्सेप्ट ल्याएर बनाएर छ जे होस्। यस्तो रहेछ गाइज। यो चाहिँ अब माथि पनि बस्ने ठाउँ छ अरे होइन। म माथि चाहिँ कस्तो छ एकचोटि हेर्छु है त। माथितिर पनि हेर्छु। यो चाहिँ किचन रहेछ यहाँ। माथि चाहिँ पुरै यस्तो रहेछ। यहाँ हाम्रो श्री 5 महाराज वीरेन्द्र ऐश्वर्या रानी। यहाँ रहेछ ल। माथि पनि छ हो अझै। माथि पनि छ अरे त बस्नु ठाउँ। माथि पनि छ अरे कि एकचोटि हेरौँ। यहाँ यस्तो रहेछ। यो चाहिँ भूत घर रहेछ है त यहाँ। बाफ्रे यो त भूत घर पो रहेछ। लो 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 यहाँ चाहिँ एक्लै बसेर खानु सायद डर पनि लाग्छ होला। यहाँ चाहिँ म बस्दिनँ। म यहाँ चाहिँ बस्दिनँ, माथि नै जान्छु है त। यहाँ पनि सानो ठाउँ रहेछ है। ओके यो चाहिँ यस्तो रहेछ। माथि चाहिँ के छ अघि तल जङ्गल जस्तोमा ठिक्क रहेछ नि हामी सबैजना बस्नलाई है। तर हेर्न चाहिँ आउने आमालाई गाह्रो भएको भए यहीँ बसिरहेको नि त। हुन्छ माथि रुफटपमा भए रमाइलो हुन्छ। आनन्दले बसेर खानु पाइन्छ नि माथि। गाइज यो चाहिँ बाथरुमहरू रहेछ है। यो आर्ट गरेको भएर के पनि नदेखिन्छ यहाँ। यहाँ पनि बनाउँदैन रहेछ, अझै बाँकी रहेछ। ल भयो यहाँ चाहिँ अलिक डर लाग्दैछ, म हेर्दिनँ। हामी चाहिँ माथि नै जान्छौँ है त। माथि नै जान्छौँ हामी। बाबु त्यो नै यस्तो रहेछ यहाँ चाहिँ गाइज ल। ओके यहाँ यस्तो रहेछ नि त। हामीले चाहिँ यहीँ बस्ने डिसाइड गऱ्यौँ गाइज। यो चाहिँ हामी कुनै फ्यामिली आज डिनर 3D आर्टमा बसेर चाहिँ स्पेसल आँगनको अरूको आउनै बाँकी छ। यहाँ कुचे खाचीहरूको पनि आइसकेको छ। यहाँ पिज्जा सिज्जा मोमो फ्रेन्च फ्राई खाँदैछ। यो चाहिँ बिरयानी। अलिकति लेदो राख्नु न उसलाई उसँग खानालाई देऊ चम्चा लु।
सब है चिकन ए भुइँमानी देखाऊ है भुइँमानी यस्तो भनेर ल भयो होला गाइज अब चाहिँ हामी घर फर्किन आँटेको मेरो भिडियो हेरेर सबैजनाले लाइक कमेन्ट्स गरिदिनुहोस् है त ओके थ्याङ्क यू